साथै यो देखेको चाहिँ गोर्खा दरबार हो। यो फ्रन्ट फेज चाहिँ हैन, यो साइडबाट हो। यता पनि छ है, यो धेरै बोकाहरू यो भाकलको लागि ल्याएको हो। सबैजना यहाँ वेटिङमा बसिराख्नु भएको छ। सबैले टिकट लिएर बस्नु भएको छ। हेर्नु त कति धेरैजना। अझै लाइन पछि देखिन्छ, पछि म खिचौँ ल। यता पनि छ टन्नै बोकाहरू। माथिहरू माथितिर माथिको चाहिँ मन्दिर हो। साथीहरू यो चाहिँ गोर्खा दरबार हो है। यो भ्यू हेर्नु है, गोर्खा दरबार वरिपरिको। तल समय हेर्नु त यसरी सिँढी तलबाट माथिसम्म छ। यो चाहिँ आज अष्टमी हो। आज चाहिँ यहाँ सबैभन्दा ठुलो पूजा लाग्छ। यो चाहिँ तीर्थयात्रीको चाहिँ यो लाइन हो। यहाँदेखि तलसम्म छ उता पुरा। अब लाइन चाहिँ यहाँनिरबाट बन्छ। यस्तो छ है। यो बाजा गाजा भित्र्ने काम हुँदैछ। एक्ज्याक्टली कस्तो त्यो चाहिँ थाहा भएन। ल हेर्नु त गोर्खा दरबारको पर्खा। त्यति धेरै लाइन बसिसकेको छैन। अब बिस्तारै लाइन बढ्छ अब है। यता नि उत्तिकै छ मान्छेहरू। सबैलाई नमस्ते। यो देखिएको दृश्य चाहिँ गोर्खा मन्दिरको हो। गोर्खा कालिका मन्दिर। यो अष्टमीमा चाहिँ यहाँ ठुलो चाहिँ पूजा लाग्ने गर्छ। त्यसको लागि चाहिँ देशभरिबाट धेरैजना आउनु भएको। भिडभाड छ। यो चाहिँ दर्शन गर्नेहरूको लाइन हो है। यहाँ चाहिँ यो पुलिस दाइहरूले चाहिँ भिड क्राउडको कन्ट्रोल गर्दै हुनुहुन्छ। यो माथिको मन्दिर हो। यहाँहरू चाहिँ अब यो लाइन चाहिँ दर्शनको लाइन चाहिँ यहाँबाट यता तलसम्म पुगेको छ है। यो तल चाहिँ गोर्खा बजार है। यहाँ देखेको छैन है। अनि आजको स्पेसल यहाँ चाहिँ बोका भाकल दिने गरिन्छ। यहाँ होला 500 भन्दा बढी बोकाहरू भइसक्यो होला है। बोकाको लागि चाहिँ यहाँ अलिकति पूजा अलिकति पछि खुल्छ, कति 12-1 बजीतिर होला। त्यसको लागि चाहिँ पहिल्यै टोकन लिएर बस्नुपर्ने हुन्छ। त्यही अनुसार चाहिँ क्रमैसँग चाहिँ पूजा हुने गर्छ। सबै यो टोकन लिएर बसेको साथै टोकनलाई पैसा पर्दैन। यो सबै चाहिँ टोकन लिएर अब पूजाको लागि वेटिङ गरेको यो बोकाहरू हो। धेरै जसोले चाहिँ कालो बोका ल्याउनुहुन्छ है। अब तर सबै कालो बोका चाहिँ पोसिबल हुँदैन नि त। त्यही भएर कसैले सेतो अथवा हल्का कालो मिसेको चाहिँ हुन्छ प्रायः। यहाँ चाहिँ अब नमस्ते, भिडियो बनाउँदैछु ल, म आउँछु ल। अनि यहाँ चाहिँ वेटिङ गर्दै हुनुहुन्छ है। पूजाको लागि वेटिङ। 12 बजे सुरु भयो भने अब 2-3 त्यस्तै पछि आउनेहरूको त 5 बजे हुन्छ होला है। अब यहाँ यतै हेर्नु न कति धेरै बोकाहरू छ नै। यति धेरै छ। उहाँहरू चाहिँ सबै आराम गरेर बस्नु भएको। घाम लाग्यो, कोही कोही छाता पनि लगाउनु भएको। त्यही हो आज चाहिँ गोर्खा कालिका। यो चाहिँ सबैभन्दा ठुलो पूजा हुने नै आज हो है गोर्खा कालिकामा। दर्शन चाहिँ चलिरहेको छ। अनि यो भाकल चाहिँ अलि पछि हुन्छ। यहाँ भालेको पनि भाकल लाग्छ अनि बोकाको पनि भाकल लाग्छ गोर्खा कालिकामा।
गोर्खा दरबारको मेन मन्दिर कालिका मन्दिर चाहिँ यहाँभित्र छ है। दर्शनको लागि चाहिँ यहाँ भिड छ है, लाइनमा हो। म त बाहिरबाट खिचिरहेको छु। यो चाहिँ भातको लागि पाडाहरू भयो। यताबाट यहाँबाट दरबार हेर्नु त राम्ररी है, दरबार दरबारमा पनि अलि यहाँबाट हेर्नु त गोर्खा दरबार हो है साथीहरू है। माथि जानुपर्छ, तलबाट वाल उठाएर माथि लिएर आएको छ है। माथिको डाँडो यो गोर्खाबाट तलदेखि यो गोर्खा बजार है, गोर्खा बजार। तल चाहिँ सङ्ग्रहालय यहाँनिर सङ्ग्रहालय छ। यो पार्क एरिया भयो, यो दरबार एरिया है, दरबार। यो चाहिँ पछाडिको भाग हो है, गोर्खा दरबारको पछाडिको भाग हो है। यहाँदेखि चाहिँ तल देख्ने दृश्यहरू है, तलबाट वाल उठाएर माथि ल्याएको छ है साथीहरू। हेर्नु त अब अलिकति पछाडिबाट हेरौँ है, यो चाहिँ पछाडिको भाग है। यो पछाडिको भाग हो। अब भिड छ मास्टरनीको। यो चाहिँ 84 घुम्ने ठाउँ जस्तो लाग्छ मलाई। ए सरी भाइ, यो चाहिँ ब्याक साइडबाट देखिने गोर्खा बजार है, पछाडिको भागबाट देखिने एरिया हो। यो पछाडि ठ्याक्कै यो पछाडि चाहिँ गोर्खा मन्दिरको ब्याक साइड है। ल धन्यवाद सबैलाई। यो चाहिँ अब चाहिँ भाकल सुरु हुँला। सबैभन्दा पहिला चाहिँ यो भाकल चाहिँ पाहाडबाट सुरु हुन्छ है। यो चाहिँ चारवटा छ, उहाँहरू चाहिँ लिप्दै हुनुहुन्छ, गोबर हाल्दै अनि त्यो लिप्दै हुनुहुन्छ। यही हो आज महाअष्टमीको चाहिँ माहौल है हाम्रो यो गोर्खा मन्दिरमा। पूजा हेर्नको लागि यहाँ भिड भइरहेको छ। म पनि यसो हेरौँ भनेर बसेको, थोरै टाइम लाग्छ कि जस्तो देखिरहेको छ। अब हेरौँ है, यो चाहिँ पुरै धुप बालेर है, धुपको बास्ना आइरहने। यो भित्र चाहिँ हाम्रो कालीको मन्दिर छ। यहाँको पुजारीहरू चाहिँ मगरहरू हुनुहुन्छ। त्यो सचमुच चाहिँ हाम्रो चाहिँ पण्डितले गरिराख्नु भएको है। त्यहाँ हाल्दै हुनुहुन्छ, सचमुच बनाउँदै हुनुहुन्छ। मेन मुर्गा छ है। हजुरहरू पनि गोर्खा
कालिका भाकल गर्ने भए ठुलो भाकल चाहिँ यही महाअष्टमीको दिन हुने गर्छ है। महाअष्टमी भनेको दसैँको अष्टमी। त्यहाँ पूजा हुने भएर अब सबै दर्शन गर्नेहरूलाई भिड पनि हुन दिइराख्नु भएको छैन। पुरै पछुरी पूजा मेन पूजा सुरु भाकल सुरु हुनुला है। यहाँ चाहिँ खास पञ्चे बाजाको व्यवस्था के अरे गर्नुपर्ने रहेछ जस्तो लाग्छ। झ्याली पनि देखेको छ, ढलकी पनि देखेको छ, बाजा भइहाल्छ है। सानैबाट छ भनेर अब सुरु भयो, बज्न सुरु भयो है। हेरौँ कति टाइम लाग्छ। यहाँको भित्रको मेन पुजारी चाहिँ मगर हुनुहुन्छ।